वाउ दामी दियो के देखिन्छ यताबाट देखिन्छ दाइ तपाईको यो डायलग चाहिँ म हालिदिन्छु ल माल आयो माल आयो माल आयो अनएक्सपेक्टेड वक भयो क्या आज हाम्रो हिँड्दै 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 आज छुट्टीको दिन हिँड्दै 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 आएको त दाइहरूको स्टोरमा आइपुग्यो माथि 1 घन्टा हिँडेको यो कार्की दाइ म जुग्नु दाइ आएको मिड सेक्सन रहेछ पुरा खाली यहाँ चाहिँ हाम्रो सँगै बस्ने 6 जना साथीहरू पनि यही स्टोरमा काम गर्छ तर कार्की दाइ चाहिँ यहाँ ओभरटाइम मात्रै गर्छ 3-4 घन्टा क्लिनरको तपाईको सेक्सन हो नि यहाँ मजाले मिलेर मनिष तिमीले भिडियो हेर्दै छौ भने चाहिँ आज म तिम्रै स्टोरमा घुम्दैछु है मेरो स्टोरमा चाहिँ म यो यही सेक्सनमा काम गर्छु ठुलो छ हैन मेरो चाहिँ यहाँ चाहिँ सानो रहेछ 5-6 कदममा सकिने रहेछ यहाँ चाहिँ डिपार्टमेन्ट यहीँदेखि यहीँसम्म मात्रै रहेछ भेजिटेबल सेक्सन पनि सानो सानै रहेछ दालचिनी तेजपत्ता सुगा खोर्सानी हल्दी हेर पुरा मसला चुज गर्दैछ हो यो सस्तो छ यो कम्पनीको यो भन्दै 681 यस्तै एमआरपी हेर्नुपर्छ यहाँ चाहिँ बारकोड हेर्यो अनि एमआरपी हेर्यो कति छ किनभने प्याकेटमा छैन नि त एमआरपी तपाईलाई त यहाँको मान्छेले त्यसको त कहीं देखा लग रहा है भन्दैछ होला तिम्रो सुमरिम कति रहेछ यहाँ यति मात्रै रहेछ यहाँदेखि यहाँसम्म अब निस्किन आँटेको हामी हल्का फुल्का सपिङहरू गर्यो दाइहरूले मैले त केही पनि गरिनँ सबै सामान थियो मेरो चाहिँ तर नेक्स्ट टाइम चाहिँ म आउँछु यहाँ प्राइसहरू चाहिँ रिजनेबल रहेछ राम्रो लाग्यो अर्को पालि आउँदा ब्यागको पैसा दिनु भनेर काउन्टर सफा गर्दैन म अर्को हामी त कसो गर्छ थाहा छ ब्याग भन्छ एकछिन चाहिँ अनि बिल गरिसकेर ब्याग आफै तानेर बाहिरको नजारा चाहिँ यस्तो रहेछ राम्रै रहेछ अलिक सेन्टरमा रहेछ क्या हामीको चाहिँ अलिक साइडमा छ जति यता यता लेफ्ट साइडमा पनि स्टोर आज खोलेको रहन्छ यता पनि स्टोर यता क्यारिफोर मार्केट क्यारिफोर यसमा चाहिँ कस्तो रहेछ अब हेरौँ तपाईँको ड्रिङ्क सेक्सन हेर्न आउनु है हेर्नु त यहाँ हामी दाम पनि ठगेछ काम पनि ठगेछ यार हामीले त काउन्टर पनि 3-4टा मात्रै रहेछ सानो स्टोर हो 2 मिनटमा हो निस्क्यो घुसेर हामी यहाँको बस स्ट्यान्डमा आइसक्यौँ बस नम्बर कति हो त बस नम्बर 12, 13, 14, 17, 2 बस पनि आयो कार्ड चाहिँ यसरी गर्नुपर्छ है बसमा पछाडि चाहिँ लेडिजको सिट रहेछ कार्की दाइले अघि बस खाली थियो र जम पछाडि बसेर मजाले रमित हेर्दै नजारा हेर्दै जाउँ भनेर भन्यो अहिले त लेडिजहरू सबै भरिएर पुरा उभिएर हामीलाई हेरेको हेरेछ कस्तो अप्ठ्यारो भयो यार अब आगे जाउँ न त भन्दा आगे पनि भरियो पछाडि लेडिजहरू उभिरहेछ केटीहरूको सिटमा हामीले गर्दा के हामीको आगेको सिटमा पनि बसेको छैन केटीहरू लेडिजहरू अनि 2टा सिटमा 3 जना मिलेर यसरी च्यापेर बसिरहेको बिग फैसन हाम्रो सुपर सेल भयो दोकान हो र बुझ्यो बग्गी एपार्टमेन्ट हो दामी एपार्टमेन्ट है हिँड्दै कार्की दाइले आएर उसको स्टोरमा पनि ल्याएरै छोड्यो यार बन्द रहेछ हाम्रो यहाँदेखि लिएर हैन उ त पछाडीको लास्टको लाइट उ त बिल्डिङ छ नि मजा आयो यस्तो मजा आयो है त दामी भयो क्या आज चाहिँ ठिकै छ फेरि जाने हो सपिङ गर्ने हो अनि मसलाहरू किन्यो सस्तोमा पायो यहाँ मैले छोडिदिएको त तपाईँभन्दा म सुरुमा आएको थिएँ नि त मैले छोडिदिएको यहाँ हेर न कति क्वान्टिटी पनि बेसी मजाको त्योहरू है सामानहरू